आज चाहिँ हामी पशुपतिमा रहेको पशुपति पार्क घुम्न गएको थियौँ हैन। त्यो पार्क चाहिँ पशुपतिबाट उता गौशाला जाने बाटोनिर रहेछ। म पनि फर्स्ट टाइम नै गएको थिएँ। मेरो छोरी चाहिँ पहिला पनि गएको भएर उसँग गएको भएर सजिलो भयो। अनि हामीले चाहिँ पहिला टिकट काट्यौँ। 10 बजे मात्र खोल्ने रहेछ है। अनि त्यही भएर हामी चाहिँ एकछिन वेट गरौँ 10 मिनट। अनि टिकट काटेर हामी चाहिँ भित्र पस्यौँ। ल है, तपाईहरू पनि आउन सक्नुहुन्छ लोकेसन हेरेर। एकदम रमाइलो रहेछ, शान्त, एकदम पिस। अनि बिहानको समयमा त है एकदमै रमाइलो लाग्यो मलाई चाहिँ। हरियो अनि मेरो छोरी पनि एकदम खुसी भइन् है। हामी चाहिँ अनि एकछिन भित्र हिँड्यौँ, हेऱ्यौँ। बच्चाहरूको लागि चाहिँ अझै स्पेसल खेल्ने ठाउँहरू हैन, ठुलो ठाउँ उनीहरूलाई दौडिन कुद्न हैन। एकदम रमाइलो ठाउँ रहेछ, रमाइलो लाग्यो है मलाई चाहिँ। अनि हामी चाहिँ पशुपति बिहानै 7 बजे हिँडेको। अनि त्यहाँ पशुपति दर्शन गरेर अनि यहाँ पनि घुम्न जाऊँ न त कस्तो रहेछ ठाउँ भनेर अनि हामी यहाँ पनि घुम्न आथ्यौँ। अनि मेरो छोरी चाहिँ भर्याङ कुलिँदैछौँ, त्यहाँ किरा देखेर अनि डराइरहेछ ऊ चाहिँ। अनि फेरि उताबाट उसको दिदी के भयो भन्दै आइन्। अनि त्यस पछाडि दिदी बहिनी टुई हिँडे। हामी चाहिँ अब सबतिर घुम्नु पर्यो नि त, त्यही भएर हिँड्दैछ, मस्त लागेर हिँडिरहेछौँ। अनि पशुपति पार्क चाहिँ जस रमाइलो पिस थियो है। बिहानमा चाहिँ अब धेरै मान्छे थिएन नि त। अब साँझमा चाहिँ हुने होला यहाँ धेरै मान्छे। बिहानमा चाहिँ एकदम शान्त थियो, धेरै मान्छे नै थिएन भने पनि भयो क्या। अनि मैले चाहिँ सबतिर एकचोटि क्यामेरा घुमाएँ हैन। मलाई चाहिँ फेरि यस्तो नेचर लभर हो नि त म चाहिँ। मलाई चाहिँ हरियाली, यस्तो शान्त ठाउँ एकदमै मनपर्छ मलाई। भिडभाड हैन, त्यो रेस्टुरेन्ट जाने भिडभाड हुन्छ नि हैन। रेस्टुरेन्ट कहिलेकाहीँ त गइन्छ, तर पनि स्पेसल घुम्नको लागि चाहिँ मलाई यस्तै शान्त वातावरण हैन, इन्भाइरोमेन्ट शान्त ठाउँमा गएर चाहिँ घुम्न ओर्न फोटो खिच्न बस्न पनि यस्तै ठाउँमा मन लाग्छ कि। चराचुरुङ्गी सो कराएको सुनेर बस्ने हैन, एकदम मनपर्छ मलाई चाहिँ। म चाहिँ एकदम नेचर लभर हो। सबै नै होला नि है नेचर लभर त जस मेरो चाहिँ। अनि हामी चाहिँ यसरी छोरीहरू चाहिँ हिँडिरहेछन्। अनि हामी चाहिँ एकछिन अब रेस्ट गरौँ भनेर एकछिन बस्यौँ। अनि एकछिन गफसप गऱ्यौँ हैन। आमा छोरी मजाले यहाँ गफ चुड्दैछौँ है हामी चाहिँ। मेरो छोरी पनि एकछिन खुसी भइरहेछिन्, रमाइलो भइरहेछ उसलाई। अनि यहाँ चाहिँ एउटा यस्तो पुल पनि रहेछ है। अनि कस्तो यो पुल देख्दा चाहिँ कस्तो गाउँको जस्तो भाइब्स आएको के। यस्तो पुल पनि रहेछ। मेरो छोरी चाहिँ पुलमा यता उता गर्दैछिन्। जस पुल देख्दा पनि कस्तो रमाइलो आउने के टाइपको रहेछ। अनि छोरीलाई चाहिँ एकदम रमाइलो भएको छ, खुल्ला ठाउँ भएको भएर ऊ चाहिँ कुद्ने, यताबाट यता जाने उताबाट उता जाने गरेर स्पेसली चाहिँ उसलाई नै रमाइलो भएको छ। अनि अब ठुली छोरी चाहिँ उहाँ मेकअप गर्न थालेछिन्, अब घर जाने भनेर। अब सानी जम भोक पनि लाग्यो, गर्मी पनि भयो भन्न थालेछिन् उनी चाहिँ। म चाहिँ अब एकचोटि एक राउन्ड फेरि भिडियो क्याप्चर गर्नु पर्यो भनेर खिचेँ। अनि मेरो छोरी चाहिँ फेरि पुलमा जाने रे भनेर मलाई बोलाउँदैछ। ऊ चाहिँ फेरि अब हिँड्न थाल्यो। अनि यस्तो गर्दा गर्दै 11 त हाम्रो यहीँ नै बजिसकेको थियो। अनि यता उता गर्दैछन् हुन् चाहिँ हो। अब जहाँ छोरी घर जाने आऊ भनेर बोलाउँदैछु मैले चाहिँ। अनि यता ठुलो छोरीलाई नै अब जाने होइन त घर भनेर भनेको। हुन्छ अब घर जाने, धेरै नै गर्मी भइसक्यो, भोक पनि लागिसक्यो, अब जाम सानी भन्दैछ उसले पनि। अनि ऊ चाहिँ आफ्नो गालाको दाग देखाउँदैछ। चिकन पक्स भएको थियो अनि त्यो दाग बसेको छ फेसमा। अनि त्यही अब छोरी चाहिँ अब अगाडितिर लाग्न थालिन्, अब घर जाने है भनेर। अब हामी चाहिँ हिँड्न थाल्यौँ घर जाने भनेर। दुईटा छोरी चाहिँ जाँदैछन्, म चाहिँ यता पछाडि आउँदैछु। हामी चाहिँ अनि बस चढेर घर गयौँ साथीहरू। आजको दिन चाहिँ एकदम रमाइलो भयो। बिहानै पशुपति मन्दिर दर्शन गरेर पशुपति पार्क पनि घुम्यो। एकदमै रमाइलो भयो आजको दिन चाहिँ। हजुरहरू पनि पशुपति पार्क घुम्न आउनु होला, पशुपति आएको टाइममा मिलाएर है त साथीहरू। हस् त, बाई बाई।